आज ज्ञान सभामा पूजनीय बाबा समक्ष हामी एकीकृत स्वास्थ्यको बारेमा विशेष गरी धेरै पश्चिमा राष्ट्रहरू लगायत भारतमा पनि धेरैवटा चिकित्सा पद्धतिलाई साथै लगेर सहज र सुलभ स्वास्थ्य अगाडि बढिराखेको छ। नेपालको स्वास्थ्य क्षेत्रले विशेष गरी अहिलेको सरकारले कसरी यो अवधारणालाई बुझ्न सक्छ, अगाडि लैजान सक्छ। पथिक फाउन्डेसनले यो एकीकृत स्वास्थ्यको विभाग राखेको, जसलाई मल्टिडिसिप्लिनरी होलिस्टिक हेल्थ के हो र कसरी अगाडि बढाउन सकिन्छ, कृपया यस विषयमा प्रकाश पारिदिनु होला। नमस्कार, हामी पथिक फाउन्डेसनको ज्ञान सभाबाट बोल्दैछौँ र आजको टड्कारो विषय नेपालमा स्वास्थ्यको समस्यालाई लिएर हामी कुरा गरिरहेका छौँ। विविध तरिकाले नेपालमा स्वास्थ्यको समस्या छ। नेपालमा एउटा स्वास्थ्य मन्त्रालय नामको संस्था पनि छ र नेपाल सरकारको स्वास्थ्य मन्त्रालय भन्ने संस्थाले के काम गर्दैछ, नेपाल सरकारले स्वास्थ्य सम्बन्धीमा के काम गर्दैछ, अनि नेपाल सरकारले नै बनाएको स्वास्थ्य कर्मीहरूको चिकित्सक परिषद पनि छ। त्यो चिकित्सक परिषदले पनि कसरी के काम गर्दैछ, यी कुराहरू बुझ्यौँ भने हामीले त्यसपछि एकीकृत स्वास्थ्य के हो भन्ने विषयमा बुझ्न सजिलो हुनेछ। त्यसकारण हामीले सामान्य रूपले बुझौँ कि नेपालको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सम्बन्धी अवधारणा कार्यनीति के हो र पथिक फाउन्डेसनको स्वास्थ्य सम्बन्धी अवधारणा के हो, यस कुरालाई हामी बुझ्नेछौँ। र सर्वप्रथम नेपाल सरकार भन्नाले हामीले अहिले भइरहेका विभिन्न सरकारहरूलाई जान्दछौँ। अब मानिलिउँ 52 साल यताका सरकारहरू एक किसिमले प्रजातन्त्रवादी सरकारका रूपमा चिनिँदै आएका छन्, अनि त्यसपछि उनीहरूले विविध स्वास्थ्यका विधाहरूलाई प्रमोसन गर्ने, ती विविध स्वास्थ्यका विधाहरूका अस्पतालहरू खोल्ने र ती विधाहरूमा काम गर्ने चिकित्सकहरू विदेश नेपालमा कलेजहरू खोलेर चिकित्सकहरू बनाउने र जनतालाई स्वास्थ्यको सेवा दिने भन्ने प्रकारको नीति लिएका छन्। यस नीतिमा 3टा महत्त्वपूर्ण कुराहरू आउँछन्। एउटा के आउँछ भने आधुनिक एलोप्याथिक चिकित्सा पद्धतिद्वारा कसरी जनतालाई सेवा दिने, दोस्रो आयुर्वेदिक चिकित्सा पद्धति जो नेपालको पुरानो चिकित्सा पद्धति हो त्यसलाई कसरी प्रवर्धन गर्ने, र तेस्रो योग तथा प्राकृतिक चिकित्सा भनेर विषय आइरहेको छ अहिले, जो नेपाल जस्तो देशको प्राचीनतम चिकित्सा विज्ञान हो, यस विज्ञानलाई पनि कसरी चिकित्सामा समावेश गराउने। यो कुरोलाई लिएर अगाडि बढ्ने क्रममा 2052 सालदेखि यतातिर हामीले हेऱ्यौँ भने स्वास्थ्य मन्त्रालयले के काम गरिरहेको छ, नेपाल मेडिकल काउन्सिलको निर्देशनमा उसैले निर्माण गरेको यो चिकित्सा परिषद हो। यस परिषदको निर्देशनमा, यस परिषदको नेतृत्वमा, यस परिषदको गाइडलाइनमा स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ 52 देखि अहिलेसम्म, 52 देखि 82 सम्मका जो वर्षहरू छन्। यी वर्षहरूमा नेपाल मेडिकल काउन्सिलले नै स्वास्थ्य मन्त्रालयलाई गाइड गरिरहेको छ र स्वास्थ्य मन्त्रालयको पूर्ण बजेट जो जनताको ट्याक्सबाट उठाइन्छ, यो बजेटलाई उसले नेपाल मेडिकल काउन्सिल मार्फत तयार हुने विधाहरूमा खर्च गरिरहेको छ र यसले केही अस्पतालहरू नेपालभरि खोलिरहेको छ। ती एलोप्याथिक मेडिसिनका अस्पतालहरू हुन् र तिनबाट निःशुल्क उपचार दिने पनि प्रयास गरिरहेको छ र केही सामान्य मात्राका औषधिहरू र अलि सामान्य डाक्टरहरूलाई सरकारी अस्पतालहरूमा नियुक्ति दिएर एलोप्याथिक यानि जनतालाई आधुनिक चिकित्साबाट उपचार दिएको भन्ने प्रकारको बहाना पनि गरिरहेको छ र त्यस्तो देखावटी पनि देखिन्छ। तर ती अस्पतालहरूमा डाक्टरहरू छैनन्। यदि कुनै डाक्टरहरू छन् भने बहुत सिकारु भर्खरै पढेर आएका छन्, उनीहरूलाई सरकारी पैसाबाट पढाइन्छ र उनीहरूले 5-6 वर्षसम्म नेपाल सरकारका अस्पतालमा काम गरे भने तिनीहरूले त्यहाँबाट जागिर छोड्छन् अथवा उनीहरूले आफ्ना प्राइभेट क्लिनिक खोल्छन् र सरकारी अस्पतालका बिरामीहरू पनि प्राइभेट क्लिनिकमा बोलाउँछन् र सरकारी जागिर छोड्यो भने पनि उनीहरूले प्राइभेट अस्पतालहरूमा काम गर्छन्। र यसै बिचमा 2052 सालदेखि नेपालमा सरकारी अस्पतालका सेवाहरूले जनतालाई उपचार गर्न असमर्थ भएको अवस्था जनाउँदै केही नर्सिङ होमहरू खडा भएका थिए र ती नर्सिङ होमहरू अहिले नेपालमा साह्रै धेरै प्राइभेट अस्पतालको रूपमा विकसित भएका छन्। हेऱ्यौँ भने काठमाडौँमा 100औं प्राइभेट अस्पतालहरू छन् र काठमाडौँ बाहिर पनि हजारौं प्राइभेट अस्पतालहरू छन्। प्राइभेट अस्पतालहरूको बिगबिगी छ र ती प्राइभेट अस्पतालहरूमा सरकारी पैसाबाट पढेका र सरकारी अस्पतालमा 2 घण्टा काम गरेर गएर काम गर्ने डाक्टरहरूले नै धेरै जसो काम गर्छन्
र उनीहरूले आफ्नो 6 वर्षको अवधि पुगिसकेपछि सरकारी जागिर छोड्छन् र प्राइभेट अस्पतालहरूमा काम गर्छन्। प्राइभेट अस्पतालले अलि धेरै यिनीहरूलाई पैसा पनि दिन्छ र त्यसले गर्दा पनि उनीहरूको आकर्षण त्यतातिर भएको हो। यो तरिकाले हेर्दाखेरि नेपालको एकमात्र स्वास्थ्य विज्ञान छ जसको नाम एलोप्याथिक स्वास्थ्य विज्ञान हो र यसलाई आधुनिक स्वास्थ्य विज्ञान पनि भनिन्छ र यसका अस्पतालहरू छन् ठाउँ ठाउँमा जसले एलोप्याथिक मेडिसिनहरू बेच्ने काम गर्छ। उसँग त आफ्ना धेरै मेडिसिनहरू छैनन्, अलिअलि भएका मामुली मेडिसिन औषधिहरू उसले चलाउँछ र सक्कली कम्पनीका औषधिहरू नेपालमा त्यति छैनन् र सक्कली मेडिकल कम्पनीहरू पनि छैनन्, औषधि कम्पनीहरू पनि नेपालमा छैनन्। यो दुःखलाग्दो कुरो हो, धेरै दुःखलाग्दो कुरो हो र यसरी यहाँको स्वास्थ्य संस्था चलिरहेको छ र धेरैभन्दा धेरै नर्सिङ होमहरू अहिले भइरहेका छन्। ती नर्सिङ होमहरूले धेरैभन्दा धेरै नेपाली जनतालाई उपचार दिइरहेका छन्, तर उपचार दिने क्रममा उनीहरूले महँगो फिस लिन्छन्, सही उपचार दिन सकिरहेका छैनन्। कुनै पनि बिरामी एकचोटि अङ्ग्रेजी उपचारको चक्करमा पुग्यो भने, एउटा डाक्टरको चक्करमा पुग्यो भने त्यसपछि त्यसले उम्कन सक्दैन, आजीवन डाक्टरको पछाडि लाग्नुपर्ने हुन्छ। या त डायबिटिज भएर जाओस् अथवा ब्लड प्रेसर भएर जाओस् अथवा अन्य कुनै प्रकारको रोगहरू भएर जाओस्, केही न केही रोग भएर जब बिरामी डाक्टर कहाँ उपस्थित हुन्छ त्यसपछि त्यसले सधैँभरि डाक्टरको पछि लाउनुपर्ने, सधैँभरि डाक्टरलाई पैसा तिर्नुपर्ने, सधैँभरि औषधिको पछि लाउनुपर्ने र एउटा औषधिले काम नगरेपछि अर्को औषधि महँगो औषधि किन्नुपर्ने र उपयोग गर्नुपर्ने, यस्तो तरिकाले काम गर्छ। र हेऱ्यौँ भनेदेखि एउटा 5 वर्षसम्म बिरामी भएको व्यक्तिको टेबलमा दिनमा खाने 5 देखि 10 थरी औषधिहरू हुन्छन् र 5 देखि 10 थरी औषधिहरू उसले आजीवन खान्छ। त्यही औषधिले उसले सानो इमर्जेन्सी ट्रिटमेन्ट पाउँछ, त्यही औषधिले उसले आफ्नो पुरा आयु गर्न पाउँदैन, किनकि औषधिका धेरै साइड इफेक्टहरू पनि छन्। यस तरिकाले केवल आधुनिक चिकित्साका नाममा नेपालमा सरकारले जनताबाट ट्याक्स उठाएको र बाहिरका राष्ट्रहरूले सहयोग दिएको ठुलो बजेट पैसा पनि खर्च गरिरहेको छ र सरकारी अस्पतालले पङ्गु तरिकाले काम गरेका हुनाले धेरै नर्सिङ होमहरू प्राइभेट अस्पतालहरू भएका छन् र ती प्राइभेट अस्पतालहरूले जनतालाई एक किसिमले शोषण गरेका छन् र सदा सर्वदा औषधि खानुपर्ने लङ्गडो अवस्थामा पुर्याएका छन्। यो यहाँको हकिकत हो, यो स्थिति हो र यो स्थितिलाई जाहेर नगरी सकिँदैन। यसपछि नेपालमा पहिलेबाटै चल्दै आएको एउटा वैद्यखाना थियो, त्यसका आयुर्वेदका वैद्यहरू हुन्थे। कमसेकम जिल्ला जिल्लामा एउटा वैद्यलाई पठाइन्थ्यो, सानो वैद्य ट्रेनिङ गर्ने मौका पनि थियो र ती वैद्यहरूले जिल्ला जिल्लामा उपचारहरू गर्थे र काठमाडौँमा पनि वैद्यखाना र त्यसबाट निक्लेका वैद्यले आफ्ना सानातिना वैद्य दुकानहरू राखेका थिए र परम्परागत वैद्यहरू थिए। ती परम्परागत वैद्यहरूले आफ्नै बाबुबाजेबाट सिकेका, पढेका, किताबबाट पढेका, सिकेका, इन्डियामा गएर पढेका, सिकेका र जनताको निमित्त समर्पित भएर काम गर्ने वैद्यहरू थिए र वैद्यहरूको आफ्नो सानोतिनो डिस्पेन्सरी, वैद्य डिस्पेन्सरी रहन्थ्यो, त्यसबाट जिल्ला जिल्लामा उपचार गर्थे। काठमाडौँमा पनि त्यो थियो र यो वैद्यहरूको जो उपचार पद्धति थियो जनतालाई धेरै हानि गर्दैन थियो र उपचार 1-2 महिना गरिसकेपछि उनीहरूको रोग निको हुन्थ्यो, बिरामीहरू भएको रोग निको हुन्थ्यो र आजीवन औषधि खान पर्दैन थियो। त्यस तरिकाको अवस्था थियो र आधुनिक चिकित्सा भन्ने यो एलोप्याथिक चिकित्सा आइसकेपछि र स्वास्थ्य मन्त्रालय भन्ने एउटा मन्त्रालय बनिसकेपछि आयुर्वेदमाथि पनि आक्रमण गरियो अथवा आयुर्वेदलाई पढाउन छोडियो। आयुर्वेदी डाक्टरहरूलाई, चिकित्सकहरूलाई, वैद्यहरूलाई अयोग्य भनेर घोषणा गरियो, उनीहरूलाई प्र्याक्टिस गर्न दिइएन। यसरी आयुर्वेद पनि मर्ने अवस्थामा नेपालमा पुग्यो र अहिले सामान्य रूपमा आयुर्वेदलाई एउटा लाजगाज गरेर सरकारले आफ्नो अङ्गको रूपमा राखेको छ, तर अङ्गको रूपमा राखे पनि उसले राम्रो प्रकारको सरकारी सेवा, सरकारी खर्च, पैसा, रकम दिन सकेको छैन, दिँदैन, त्यो विनियोजन गर्दैन र उनीहरूले त्यसकारण राम्ररी औषधि पाउँदैनन् अनि सरकारी तरिकाबाट आयुर्वेदबाट औषधि उपचार गर्न सक्दैनन्। अब यसले हेर्दाखेरि जतासुकै नै हालिमुली एलोप्याथिक चिकित्साको छ। यसै सन्दर्भमा 2052 सालबाटै यानि 2047 सालबाट प्राकृतिक चिकित्साले नेपालमा प्रवेश गरेको हो, जसको जिउँदो जाग्दो व्यक्ति यही हो जो यहाँ अहिले उपस्थित छ र 2047 सालबाट काठमाडौँमा प्रवेश गर्यो र काठमाडौँको भृकुटी मण्डपबाट काम गर्दै प्राकृतिक चिकित्सा र योगको क्षेत्रबाट उपचार गर्ने भनेर आयो। स्वास्थ्य मन्त्रालयले 2052 सालमा नै एउटा सानो यो विषयलाई स्वीकार गर्यो, प्राकृतिक चिकित्साको विषयलाई स्वीकार गर्यो। यसको अस्पताल बनाउनुपर्छ,
यसका शिक्षण संस्था पनि बनाउनुपर्छ भन्ने एक प्रकारको नीतिलाई महसुस गर्यो र त्यसपछि एउटा सानो समिति बनाएर त्यस समिति मार्फत बनाइएको प्राकृतिक चिकित्सालाई नेपालमा एक आधारभूत चिकित्साका रूपमा सञ्चालन गर्ने, यसका कलेज खोल्ने र यसका उपचारका अस्पतालहरू पनि खोल्ने भनेर स्वास्थ्य मन्त्रालयले निर्णय गर्यो। त्यसको संयोजक मान्छे यहीँ आएर यहीँ बसेको छ, यहीँबाट बोल्दैछ अहिले। र त्यसपछि स्वास्थ्य मन्त्रालयले आफ्नो सहसचिवलाई यस कामको पुरै जिम्मेवारी दियो। अनि त्यो जिम्मेवारी दिइसकेपछि सानो बजेट पनि त्यतिखेर दियो। राधाकृष्ण मैनाली स्वास्थ्य मन्त्री थिए र अलिकति मद्दत गर्छु भनेर एउटा सानो 20 लाख रुपियाँको बजेट प्राकृतिक चिकित्साका नाममा त्यतिखेर आयो र त्यसको प्राकृतिक चिकित्सा अस्पताल भनेर कालीमाटीमा एउटा सानो अस्पतालको पनि उदय भयो। यसपछि फेरि मन्त्रीहरू फेरिँदै गए। मन्त्री फेरिने क्रममा यो प्राकृतिक चिकित्सालाई दिने अनुदान समाप्त भयो। दोस्रो तेस्रो वर्षबाट अनुदान प्राप्त भएन। यसैले प्राकृतिक चिकित्सा भनेर खोलिएको अस्पताल त्यही मर्यो। त्यो मरेपछि पनि हामीले निजी रूपमा प्राकृतिक चिकित्सालाई जगाउने प्रयत्न गऱ्यौँ र यसको अस्पताल खोल्ने प्रयत्न गऱ्यौँ, कलेज खोल्ने प्रयत्न गऱ्यौँ र कलेज खोल्यौँ, कलेजबाट तालिम दिने प्रयत्न गऱ्यौँ र तालिम दिएर प्राकृतिक चिकित्साका डिप्लोमाहरू पनि हामीले निकाल्यौँ। त्यससम्मको कामहरू भयो र यो भइसकेपछि प्राकृतिक चिकित्साको बढ्दो अवस्था देखेर नेपाल सरकारले प्राकृतिक चिकित्सालाई पूर्ण रूपले 1 रुपियाँ पनि बजेट दिनु बन्द गरिदियो। प्राकृतिक चिकित्सालाई आफ्नो कार्यनीतिबाट करिब करिब विलोप गर्यो। कार्यनीतिमै यसलाई त्यति राम्रो तरिकाले स्थान दिएन। अनि तैपनि नेपाली विद्यार्थीहरू बाहिर पनि पढ्न गए र नेपालमा पनि मेहनत गरे र केही डाक्टरहरू भारतको राजीव गान्धी विश्वविद्यालयबाट प्राकृतिक चिकित्सा र योगमा स्नातक पढेर आएर नेपालमा काम पनि गर्न थाले। त उनीहरूले काम गर्दा सरकारको कुनै समर्थन थिएन। त्यसकारण उनीहरूले प्राइभेट रूपमा काम गर्न सुरुवात गरे र यो प्राइभेट रूपमा काम गर्ने क्रममा के भयो भने केही डाक्टरहरूले, चिकित्सकहरूले धेरै राम्ररी जनतालाई सेवा दिए। त्यो सेवा कस्तो तरिकाले दिए भन्दा यदि एलोप्याथिक चिकित्सकले डाक्टरले अपरेसन गर्नुपर्छ भन्ने केस भनेको छ भने त्यो पनि प्राकृतिक चिकित्सक कहाँ आउँदाखेरि अपरेसन गर्नु परेन। पेटमा अल्सरको अपरेसन गर्नु परेन। लम्बार डिजिजहरू बहुत थिए, कमरका रोगहरू, जसको अपरेसन गर्नु भनेर डाक्टरले भन्थे त्यसको अपरेसन गर्नु परेन। कतिपय बेलामा त न्युरो सर्जिकल अपरेसन गर्नुपर्छ भनेका केसहरू पनि बिना अपरेसन सन्चो हुन थाले र पक्षघातका केसहरू सन्चो हुन थाले। हामीले पक्षघातको अस्पताल, प्यारालाइसिसको अस्पताल खोल्यौँ र कसैले सन्चो हुन सक्दैन भनेर मर्न थालेका पक्षघातका बिरामीहरू 15 दिन 20 दिनमा उठेर हिँड्न थाले। त्यस्तो तरिकाको अवस्था भएपछि यो जो स्वास्थ्य मन्त्रालय थियो, जसको नेता नेपाल मेडिकल काउन्सिल थियो, नेपाल मेडिकल काउन्सिल तर्स्यो, डरायो। अब हामीले जसरी इलाज गरेका छौँ, जसरी अपरेसनहरू गर्छौँ र अत्यधिक पैसा आर्जन गर्छौँ, किनकि पैसा आर्जन गर्नु नै उनीहरूको मूल उद्देश्य हो र त्यसरी आर्जन गर्छौँ। अब यस तरिकाले प्राकृतिक चिकित्साले बिना अपरेसन नै हामीले अपरेसन गर्नुपर्छ भने केसहरू सन्चो पारिदिने हो भने अब हामीलाई अप्ठ्यारोमा पार्छ। यति भनिसकेपछि यिनले प्राकृतिक चिकित्साको जरो उखेल्न थाले र अहिलेसम्म पनि उनीहरूले प्राकृतिक चिकित्साको जरो उखेल्ने प्रयत्न गरिरहेका छन्। र स्वास्थ्य मन्त्रालय भन्ने एउटा जो मन्त्रालय छ, त्यो मन्त्रालय पूर्ण रूपले नेपाल मेडिकल काउन्सिलको अधीनमा छ र त्यो यो सबै चिजको पुरा स्वास्थ्यको मन्त्रालय होइन, त्यो एलोप्याथिक मन्त्रालय हो र नेपाल मेडिकल काउन्सिलले जस्तो प्रकारको निर्देशन गर्छ त्यही तरिकाबाट यो स्वास्थ्य मन्त्रालय चल्छ र त्यसैलाई भरमग्दुर बजेट दिन्छ र त्यही विषयहरू पढाउने अथवा केही काम गर्ने प्रयत्न गर्छ। यस अवस्थामा हामीले फेरि अर्को एउटा प्रस्ताव पथिक फाउन्डेसनबाट लग्यौँ। त्यो प्रस्ताव कस्तो थियो भन्दाखेरि अब यो स्वास्थ्यलाई जनताले कुन प्रकारको औषधि विधाबाट, स्वास्थ्य विधाबाट, चिकित्सा विधाबाट आफ्नो जीवनको रक्षा गर्ने, आफ्नो स्वास्थ्यको उपचार गर्ने, त्यो जनतालाई आफ्नै अधिकार हुनुपर्छ। जनताले एलोप्याथीबाट उपचार गरेर आफूलाई निको पार्ने भए त्यसबाट उपचार गर्ने कि जनताले न्याचुरोप्याथीबाट आफ्नो उपचार गर्न चाहनेले गर्न पाउने कि आयुर्वेदबाट उपचार गर्न पाउने वा होमियोप्याथी इत्यादि विधाबाट गर्न पाउने भन्ने अधिकार यो जनताले रोज्न पाउनुपर्छ। यो जनताको अधिकार हो। आफ्नो उपचार कुन विधाबाट मैले गर्ने भन्ने कुरो रोज्न पाउनुपर्छ।
गर्नुपर्छ। जनताले तब रोज्न सक्छ जब यहाँ विभिन्न विधाहरू छन्। ती विधाहरू नेपाल सरकारले इन्टिग्रेटेड रूपले एकीकृत रूपले राख्नुपर्छ। स्वास्थ्य मन्त्रालयले एकीकृत रूपले यिनी विधाहरूलाई राख्नुपर्छ। कमसे कम एलोप्याथी, प्राकृतिक चिकित्सा, आयुर्वेद, होमियोप्याथी अनि जडीबुटी चिकित्सा, यति 5 प्रकारका चिकित्साहरू अनिवार्य रूपले राख्नुपर्छ इन्टिग्रेटेड रूपले। यी 5वटै चिकित्साको मन्त्रालय हुनुपर्छ स्वास्थ्य मन्त्रालय भनेको भनेर हामीले विषयलाई पेश गऱ्यौँ। एउटा कार्यदल पनि बन्यो। त्यो कार्यदलबाट यसलाई हामीले यस्तो गर्नुपर्छ है भनेर पेश पनि गऱ्यौँ। त्यो कार्यदलले दिएको जो रिपोर्ट थियो, बडो मेहनत गरेर दिएको थियो, त्यो रिपोर्टलाई दबाइयो, त्यो रिपोर्टलाई बाहिर प्रकाशन गरिएन। त्यसले गर्दाखेरि इन्टिग्रेटेड हेल्थ यानि एकीकृत स्वास्थ्य नेपाल सरकारले सञ्चालन गर्नुपर्छ र 5वटा आयामका विधाहरूलाई उसले स्वीकृति दिनुपर्छ र 5वटा आयामका विधामा उसले पढाउनुपर्छ, 5वटा आयामका विधामा उसले अस्पताल खोल्नुपर्छ भनेर हामीले जो भनेका थियौँ त्यसमा डरायो नेपाल सरकार, डरायो स्वास्थ्य मन्त्रालय, डरायो। किन डरायो भने त्यो त स्वास्थ्य मन्त्रालय थिएन, एलोप्याथिक मन्त्रालय थियो। अब यदि 5वटा विधालाई नै हामीले अधिकार दिने हो भने, हामीले समावेश गर्ने हो भने र जनताले स्वास्थ्यको एलोप्याथिक एकहोरोमा मजबुर भएर उपचार गर्न जान नपर्ने, अन्य विधा पनि चोइस गर्न पाउने भन्ने प्रकारको कुरो जनतालाई थाहा हुने हो भने जनताले आफ्नो स्वास्थ्य जसरी सुरक्षित हुन्छ बढी र आफ्नो आयु पनि लामो हुन्छ र रोगबाट कम्ती रोगको सामना गर्नुपर्छ र बस्नुपर्छ, त्यो उपाय त निश्चित रूपले अपनाउँछ भन्ने कुरा उनीहरूलाई थाहा भयो। यानि मेडिकल डाक्टर र स्वास्थ्य मन्त्रालयलाई थाहा भयो। स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिललाई यो कुरो थाहा भइसकेपछि यो प्राकृतिक चिकित्सा भन्ने विषय र अन्य विषयहरू पनि यानि जनताले आफूले आफ्नो उपचार रोज्न पाउने कुरो कसरी नदिने त, यसलाई निषेध कसरी गर्ने भन्ने विषयलाई लिएर उसले कस्तो काम गर्यो भन्दा त्यो विषयलाई लिएर उसले काम गर्यो कि एक छत्र नेपाल मेडिकल काउन्सिल हुनुपर्छ, यसैले मात्र काम गर्नुपर्छ। नोमिनल रूपले मान्छेलाई चित्त बुझाउनको निमित्त आयुर्वेद, होमियोप्याथी इत्यादिलाई छोटो रूपमा चित्त बुझाउनको निमित्त एउटा सानो स्वास्थ्य व्यवसाय परिषद बनाइनुपर्छ। त्यो स्वास्थ्य व्यवसाय परिषद पनि तिनीहरूको लागि होइन। अब नेपाल मेडिकल काउन्सिलले त डाक्टरहरूलाई हेर्छ, एमबिबिएसदेखि माथिका, एमबिबिएस मुनि पनि अनेक विषय छन् उनीहरूका, हेल्थ असिस्टेन्ट छ, हेल्थ अक्जिलरी वर्कर छ, अनेक सिएमए छन् र अनेक प्रकारका अन्य नर्सिङ फ्याकल्टिजहरू छन् र तिनीहरूलाई कसरी आह्वान गर्ने, समात्ने र सम्बोधन गर्ने भन्ने सम्बन्धमा लिएर उसले स्वास्थ्य व्यवसाय परिषद बनायो। त्यसकारण स्वास्थ्य व्यवसाय परिषद पनि कुनै नेचुरोप्याथीलाई माया गरेर बनाएको होइन, त्यसभित्र घुस्ने मौका पाएको हो नेचुरोप्याथीले, त्यति मात्रै हो। यसरी उसले एक छत्र राज्य गर्ने र एक छत्र प्राइभेट अस्पतालहरू खोल्ने र एक छत्र राज्य गर्ने यस प्रकारको नीति लियो। त्यो नीतिका कारणले एकीकृत स्वास्थ्य भन्ने नेपाल सरकारको तर्फबाट तुयो। त्यसले एकीकृत स्वास्थ्यलाई आलिङ्गन गर्न सकेन, त्यसको नीति निर्माण गर्न सकेन। अब आयो हाम्रो काम यानि पथिक फाउन्डेसन। पथिक फाउन्डेसनले यानि पथिकले 2047 सालबाट लड्दै आएको छ कि एकीकृत स्वास्थ्य हुनुपर्छ नेपालमा। नेपाल सरकारले एकीकृत स्वास्थ्यको नीति अपनाउनुपर्छ, जुन एकीकृत स्वास्थ्यमा पथिकले भने जस्तै 5वटा विधाहरू चाहिन्छन्। ती 5वटा विधा एलोप्याथी हो, नेचुरोप्याथी हो, आयुर्वेद हो, होमियोप्याथी हो, जडीबुटी हो, यति 5 विधाहरू चाहिन्छन्। यी 5 विधालाई समेटेर उसले एकीकृत स्वास्थ्यमा काम गर्नुपर्छ र त्यसले यसलाई आफूले यी एकीकृत स्वास्थ्यबाट सेवा दिने काम गर्नुपर्छ भन्ने कुरो जब हामीले लग्यौँ र सरकारले यसलाई निषेध गर्यो र सरकारले एकदम एलोप्याथिक चिकित्सालाई मात्रै एकमात्र चिकित्सा हो भनेर त्यसैको छत्र छायामा बस्ने अन्य मात्रै हुन्, त्यसभन्दा बाहिर कुनै चिकित्सा नै होइन, जनतालाई उपचार गर्ने उनलाई कुनै अधिकारै छैन भनेर यस्तो तरिकाको दादागिरी गर्न थाल्यो। त्यो दादागिरीको शिकार हामीले 52 सालदेखि मेहनत गरेर जो नेचुरोप्याथी पढाउनलाई विदेश पढायौँ, भारत पठाएर र 5.5-6 वर्षसम्म अनेक प्रकारका विधा र प्राकृतिक चिकित्सा पढेर नेपालमा आए, तिनीहरूलाई काम गर्ने अवसर दिएन। प्राइभेटली काम गर्न खोज्दाखेरि पनि त्यो पनि काम गर्ने अवसर दिएन। यसरी अवसर नदिएको अवस्थामा आज प्राकृतिक चिकित्सकहरूलाई पक्राउँदैछ र प्राकृतिक चिकित्सकलाई डाक्टर होइन भनेर नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालयले
अनेक प्रकारको हथकण्डा अपनाउँदैछ। यतिखेर पनि हाम्रो आह्वान के हो भने हाम्रो आह्वान हो, हाम्रो माग हो जनताको निमित्त एकीकृत स्वास्थ्य। यानी 5वटा विषयहरू सरकारले रिकग्नाइज गर्नै पर्छ, 5वटा विषयहरूको अस्पताल खोल्नै पर्छ, 5वटा विषयमा पढाइ लेखाइ गराउनै पर्छ ताकि जनताले आफ्नो रोजेर स्वास्थ्य उपचार गर्न पाओस्। पहिलो कुरो त्यो रोजेर उपचार गर्न पाउनुपर्छ, किनकि विदेशमा र भारतमा पनि करिब करिब एकीकृत स्वास्थ्यको अवधारणा आइरहेको छ र भारत सरकारले मान्यता दिइसकेको छ र अन्य युरोप अमेरिकाका केही सरकारहरूले पनि यसलाई मान्यता दिइसकेका छन्। एकीकृत स्वास्थ्यलाई संयुक्त राष्ट्रसङ्घले पनि मान्यता दिइसकेको छ। संयुक्त राष्ट्रसङ्घले र छिमेकी देश भारतले यसरी मान्यता दिएको। जहाँसम्म चीनको कुरा हो, चीनमा उसको परम्परागत चिकित्सा पद्धति प्रमुख चिकित्सा पद्धतिको रूपमा छ, जसमा जडीबुटी आदिहरू सामेल छन्, एक्युपङ्क्चर सामेल छ र त्यसपछि मात्रै एलोप्याथीको ठाउँ आउँछ। त्यसकारण चीनका काफी मेडिकल कलेजहरूमा त्यहाँको परम्परागत चिकित्सा पद्धतिलाई पढाइन्छ, त्यसलाई प्राथमिकता दिइन्छ, त्यहाँको जनताले त्यसबाट उपचार पाउँछ र त्यसमुनि मात्रै एलोप्याथिक चिकित्सा बस्छ। त्यसकारण चीनले एउटा आत्मनिर्भरता स्वास्थ्यमा पनि आर्जन गरेको छ। चीनकोबाट पनि नहेर्ने, नदेख्ने, नसिक्ने, भारतकोबाट पनि नहेर्ने, नसिक्ने, भारतले आयुष मन्त्रालय बनाएर जडीबुटी र प्राकृतिक चिकित्सालाई एकदम माथिल्लो हाइलाइटमा लगिसकेको छ र भारतमा कमसेकम हजारौँ प्राकृतिक चिकित्सालय बनिसकेका छन् र सयौँ प्राकृतिक चिकित्साका कलेज बनिसकेका छन्। यस कुरालाई पनि यो सरकारले काम गर्न सकेन र नयाँ सरकार आयो 2082-83बाट नयाँ सरकार आयो। यो नयाँ सरकार युवाहरूको सरकार, पढे लेखेकाहरूको सरकार, कुरा जानेका बुझेकाहरूका सरकार, जनताको सरकार भन्ने बहानाबाट आयो र यो बहानाबाट आएको सरकारले आफ्ना 100 दिनका काम गर्ने कार्यनीतिका बुँदाहरू दियो। त्यसमा 73 नम्बरको बुँदामा योग, ध्यान तथा प्राकृतिक चिकित्सालाई नेपालको पर्यटनकै हब बनाएर काम गर्ने भन्ने तरिकाको नीति पास गर्यो। तर त्यसलाई स्वास्थ्य मन्त्रालयले अवहेलना गर्यो र त्यसलाई पनि निकालेर थुतेर फालिदियो। 15 दिनभित्र काम गर्ने भनेको थियो 100 दिनको 15 दिनमा, आज 100 दिनको 100 दिन पुगिसक्यो। आज 101 दिन भयो सरकारले यो नीति घोषणा गरेको। त्यो 101 दिनमा पनि उसले आफ्नो प्राकृतिक चिकित्साको नीतिबाट, त्यसलाई लागू गर्ने नीतिबाट पछाडि हटेको छ। र अहिले पनि हाम्रो माग के छ भने एकीकृत स्वास्थ्य सेवा हुनैपर्छ, तब मात्र जनताले स्वास्थ्यको न्याय पाउँछ। किनभने 5वटा विधा छन् भने जनताले रोजेर उपचार गर्न जान पाउँछ, रोजेर उपचार गर्न जान पाउँछ। यो स्वास्थ्यको प्रजातन्त्र हो, यो स्वास्थ्यको लोकतन्त्र हो। अब यदि त्यसरी नगर्ने हो र स्वास्थ्य मन्त्रालय एलोप्याथिक मन्त्रालयको रूपमा मात्रै काम गर्ने हो भने जनताले त कुनै रोज्न पाएन। जनता सिधा एलोप्याथीका प्राइभेट अस्पतालहरूमा जानु पर्यो, किनकि सरकारी अस्पतालले कुनै सेवा दिन सक्दैन र त्यो प्राइभेट अस्पतालहरूले अपरेसन नगर्न पर्ने भन्ने त्यसलाई अपरेसन गर्न भन्छन् र व्यापक औषधिहरूको व्यापार गर्छन् र उनीहरूले जनतालाई एकहोरो रूपले शोषण गर्ने काम गर्छन् र सेवाको शोषण बढी जस्तो भइरहेको छ त्यस्तै हुन्छ। यसकारण अन्तमा पनि आजको यस वक्तव्यको अन्तमा पनि हामी भन्न चाहन्छौँ कि नेपाल सरकार भन्ने, स्वास्थ्य मन्त्रालय भन्ने यो कुनै छ जनहितगर्वी छ भने, नेपाली जनताको स्वास्थ्यमा यसको चिन्ता छ भने यसले एकीकृत स्वास्थ्यको नीतिलाई लागू गर्नै पर्छ र त्यस एकीकृत स्वास्थ्यमा हामीले भनिसक्यौँ 5वटा विधाहरू एलोप्याथीले माथिल्लै दादागिरी गरोस्, आपत्ति छैन। एलोप्याथीलाई नेतै बनाओस्, त्यसमा पनि हामीलाई आपत्ति छैन। तर अन्य 4 विधाहरूलाई पनि स्वास्थ्य मन्त्रालय अन्तर्गत राखिनुपर्छ। तिनीहरूले बजेट प्राप्त गर्नुपर्छ, तिनीहरू विषयहरूमा विद्यार्थीहरू पढ्न पठाइनुपर्छ, यी विधाहरूको अस्पतालहरू खोलिनुपर्छ र जनताले यसरी सेवा प्राप्त गर्नुपर्छ। यो हाम्रो आजको आग्रह हो।